अहिले केही समय पहिला एउटा युट्युबर प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा चाहिँ जेल चलान भएको छ, पक्राउ पुर्जी जारी भएको थियो र अहिले जेल चलान भएको छ। तर अहिले सोसल मिडियामा उसको समर्थनमा केही मैले पोस्टहरू देखेँ, फ्रिडम स्पिचको यो यहाँ उल्लङ्घन भइरहेछ। अब पहिला पुराना नेताहरूलाई धेरै मान्छेहरूले पहिला उनीहरू सत्तामा हुँदा पनि उसलाई एकदम गाली गरेको भिडियोहरू सोसल मिडियामा अहिले पनि छ। तर उनीहरू चाहिँ स्पिचलाई जोगाएर उनीहरू त्यो गाली गर्ने मान्छेहरूलाई कहिले पनि पक्राउ गरेनन्। हो, त्यो चाहिँ अब तिनीहरूको आफ्नो व्यक्तिगत हो। अब प्रधानमन्त्री भइसकेपछि अब आलोचना गर्ने, गाली गर्ने अब धेरै हुन्छन्। कसलाई तपाईँ समात्नुहुन्छ भनेर उनीहरू चाहिँ अब उनीहरूको आफ्नो विचार हो, उनीहरू समातेनन् भने तपाईँ बस्नुभयो। बट सबैले त्यस्तो गर्नुपर्छ भनेर होइन। जस्तै अहिलेको प्रधानमन्त्री त्यस्तो गर्नु भएन, तपाईँलाई छोड्नु भएन, तपाईँ एरेस्ट हुनुभयो। अब तपाईँ कसरी एरेस्ट बन्नुभयो? एक्ज्याक्टली त्यो गाली एकदमै स्पष्ट रूपमा तपाईँ गर्नुभयो र उहाँको परिवारमाथि पनि त्यस्तो अश्लील शब्दहरू प्रयोग गर्नुभयो। तपाईँ एकदम 100% तपाईँ जेल चलान हुनु नै हुन्छ। धेरैजनाको प्रश्न यो पनि छ, प्रधानमन्त्रीले पनि एफयु अमेरिका, चाइना, इन्डिया, इभेन रासपा, माओवादी सबैलाई एफयु भनेर स्टेटस लेखे, तर उनी किन गएनन्? अब यसलाई तपाईँ टेक्निकल एनालाइसिसमा तपाईँ हेर्नुहुन्छ भने एफयु भनेको तपाईँ यो त्यो फुल लेखेको छैन। यदि तपाईँ यसमा केस गर्नुहुन्छ भने नि तपाईँ हार्नुहुन्छ। प्रधानमन्त्री सजिलै बच्न सक्छन्, किनभने उहाँ चाहिँ एफयु मात्र लेखेका। तर बुझ्ने मान्छे त बुझिसके होइन। यस्तो केसहरूमा के हुन्छ कि अदालतले पुरा हेर्छ के, पुरा त्यो शब्दकोशको जुन गाली तपाईँ बोल्नुहुन्छ त्यो पुरा लेख्नु हुनु पर्यो, जुन एक्ज्याक्टली त्यो युट्युबरले गरेको थियो। त्यही भएर त ऊ जेल चलान जेल चलान भयो। अब यसको प्रधानमन्त्रीको आलोचना के भइरहेछ, उसलाई वार्निङ दिएर 2-4 10 दिन 1 महिना जेलमा राखेर उसलाई छोडिदिनु पर्ने हो त्यस्तो हुन सक्थ्यो। तर प्रधानमन्त्री या उहाँको जो लिगल एडभाइजर हो उहाँले त्यस्तो गर्नु भएन। अब जो कानुनमा यदि कसैले गाली गर्यो भने उसको अब जति सजाय छ उसले भोग्नुपर्छ। यदि त्यो भिक्टिम पक्षको मान्छे होइन हामी वार्निङ दिएर छोड्छौँ भने छोड्न सकिन्थ्यो। यदि तपाईँ आलोचना नै गर्न चाहनुहुन्छ भने नि तपाईँ आलोचना गर्नुहोस्, तर कसैको नाम लिएर नगर्नु, उसको परिवार माथि नगर्नुहोस् आलोचना। सटायर क्रिटिसाइज तपाईँ गर्नुहुन्छ पोलिटिसियनहरूलाई, बट त्यहाँ एउटा बट आउँछ, तपाईँ गाली गर्न पाउनुहुन्न। गाली भनेको अब कस्तो, जस्तै त्यो युट्युबरले गरे थियो। अब हाम्रो प्रधानमन्त्री पनि अब ऱ्यापहरूमा त्यो गाली, तर तपाईँ त्यो शब्द गएर तपाईँ सुन्नुहुन्छ भने नि त्यो एक्ज्याक्टली म्याच हुँदैन त्यो गालीको शब्दबाट। यो चाहिँ हेर्नुपर्छ। त्यो यदि कसैले लिगल केस गर्यो भने तपाईँ साबित त्यो गर्न सक्दैन त्यो गाली नै हो, किनभने त्यसमा शब्दमा केही डिफ्रेन्ट चाहिँ आउँछ र त्यो डिफ्रेन्ट लिगल म्याटरबाट बच्नको लागि नै त्यो जानी राखेको हुन्छ। जस्तै अब त्यहाँ एफयु त्यहाँ पुरा पनि उहाँलाई स्पेलिङ आउँदैन, आउँछ, तर किन त्यस्तो लेख्नुभयो? किनकि त्यसमा कसैले आपत्ति जनाउन सक्दैन, त्यो प्रुफ गर्न सक्दैन मैले त्यसको मतलब त्यही हो भनेर। र उहाँ एकदम बुझ्नुभयो तपाईँहरू कसरी आलोचना गर्ने र कसरी गाली गर्ने। तर गाली चाहिँ गर्नु नराम्रो हो, कसैलाई गर्नु हुँदैन। आलोचना गर्न सक्नुहुन्छ, त्यो तपाईँको अधिकार हो, गर्नुहोस् आलोचना।